मंगोल नेशनल अर्गनाइजेशन को फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङजीको एउटा भनाइबाट तपाईहरुमा आज मैले आफ्नो भनाइको सुरुवात गर्न चाहे। उहाँले भन्नुभएको थियो र भन्नुभएको छ, लेख्नु भएको छ, मान्छे जन्मनुको अर्थ मर्नु। मान्छे जन्मिसकेपछि अवश्य मर्छ, त्यो जन्म र मृत्यु सँगै आएको हुन्छ। यसर्थ अर्थपूर्ण मर्नुसँग नडर भनेर उहाँले भन्नुभएको थियो। साथसाथै उहाँले के पनि भन्नुभएको छ भन्दाखेरि बाँच्नु र मर्नु अर्थपूर्ण होस् र मलाई जिउँदो मान्छे जस्तो भएर, मलाई चाहिँ जिउँदो मान्छेको जस्तो भएर होस्। अहिले हामी मरे तुल्य जीवन जिरहेका छौँ, बाँचिरहेका छौँ भनेर उहाँले भन्नुभएको छ, उहाँले लेख्नु भएको छ। किन तपाईँ हामीले बुझ्नु जरुरी छ। हामी मानव रूपमा जन्म्यौँ, जन्मिसके पछाडि हामीले हाम्रो बचाइ, हाम्रो भोगाइ चाहिँ मरे तुल्य छ भनेर उहाँले भनिरहेको। त्यसकारणले गर्दाखेरि यो मरे तुल्य जीवनको कुनै मोल छैन हेर्नुहोस्, उहाँले त्यो भन्न खोज्नु भएको छ। आज हेर्नुहोस्, महामानव डाक्टर गोपाल गुरुङज्यू उहाँ एउटा यस्तो ऐतिहासिक व्यक्ति, एउटा महान व्यक्ति युगले मात्र जन्माउँछ। हेर्नुहोस्, सिटीमिटी जन्मिँदैन। मंगोल कुलमा विशेष गरेर वैचारिक क्रान्तिलाई अगाल्ने एउटा समय सन्दर्भ आजभन्दा 2600 वर्ष अगाडि मंगोल कुलमै जन्मिएका महान व्यक्ति सिद्धा बुद्ध थिए। उहाँले समग्र संसारलाई कसरी नास्तिक भएर बाँच्नुपर्छ, प्रकृति जन्य कुराहरू अधिकार सम्पन्न भएर बाँच्नुपर्छ भनेर आजभन्दा 2600 वर्ष अगाडि नै संघर्ष गर्नुभएको थियो, क्रान्ति गर्नुभएको थियो। त्यसै गरेर अहिले तपाईँ हामी जुन जेनेरेसनमा यो 21औं शताब्दीमा जन्मिएको छौँ, हामीले पनि एउटा यो हाम्रो जेनेरेसन, यो समयलाई हामीले आफूलाई गर्व ठान्नुपर्छ कि हामी माझमा त्यस्तै महामानव सिद्धा बुद्ध जस्तै महामानव डाक्टर गोपाल गुरुङजी चाहिँ जन्मिनु भयो। नभए हेर्नुहोस्, तपाईँ हाम्रो जीवन हेर्नुहोस्, एउटा मरितुल्य पशु जस्तो अवस्थामा हाम्रो जीवन, हिजो हाम्रो पुस्ताहरू गुज्रेको थियो र हाम्रो बचाइ पनि त्यस्तै हुन्थ्यो। तर कमसेकम अहिले आएर हेर्नुहोस्, आज हामी यो मुलुकमा छाती चाक्लो पारेर ठाडो बनाएर चाहिँ के भन्न सक्छौँ भन्दाखेरि यो मुलुक तिमी कसैको होइन, यो मुलुक मूलवासी मंगोलहरूको भनेर हामी भन्न सक्छौँ। एउटा गर्वको कुरा हो यो। आज हेर्नुहोस्, लडाई यही नै रहेछ, वैचारिक लडाई यही नै रहेछ। हाम्रो मान्छेहरूमा अहिले बहस छ। मंगोल नेशनल अर्गनाइजेसनले भले एक सिट जितेको छैन होला हेर्नुहोस्, तर गाउँ घर कुना कन्दरा चोक चोकमा यहाँसम्म कि सडकमा मंगोलको मूलवासीको, आदिवासीको, जनजातिको भन्ने कुरो व्याप्त रूपमा बहस भइरहेको छ। यो सिटीमिटी कुरा उपलब्धि होइन हेर्नुहोस्। यसको निम्ति महामानव डाक्टर गोपाल गुरुङजीले यो मुलुकमा जेल सहनु पर्यो। उहाँलाई नेल लगाइयो, 5 वर्षसम्म भूमिगत जीवन जिउन बाध्य बनाइयो। उहाँको सङ्घर्षबाट प्राप्त उपलब्धिको कारणले गर्दाखेरि यो मुलुकमा लोकतन्त्र आयो, धर्मनिरपेक्ष आयो, प्रान्तीयता आयो। यो अवस्थासम्म नेपाललाई ल्याउनको लागि महामानव डाक्टर गोपाल गुरुङजीको जीवनीलाई तपाईँले हेर्नुभयो भने, उहाँको जीवनीलाई बुझ्नुभयो भने यो आंसृङ्ग भएर आउँछ। कसको लागि, के को लागि उहाँले सङ्घर्ष गर्नुभयो, मनन गर्नुहोस्, सोच्नुहोस्। हाम्रो मान्छेहरू हेर्नुहोस्, उहाँ जन्मिनुभन्दा अगाडि त इभन अहिलेसम्म पनि हेर्नुहोस्, अर्काको निम्ति, अर्काको लागि लडिरहेछ, अर्काको लागि मरिरहेछ, अर्काको लागि मारिरहेछ। तपाईहरु विचार गर्नुस्, पहिलो दोस्रो विश्वयुद्ध त्यो नेपालीको लागि
नेपालको लागि लडिएको थियो तपाईलाई के नेपालीहरूको लागि लडिएको थियो त्यो लडाई युद्ध थिएन कसको निम्ति ब्रिटिश गोराहरूको लागि हैन कोसँग आफ्नै दाजुभाइसँग इभन अहिले पनि हेर्नुस् यहाँका बहुसंख्यक मूलवासी जनताहरूले मौरी जस्तो हेर्नुस् मौरी जस्तो एउटा कर्मी बनेर हैन मौरी जस्तो टाढा टाढा तपाईको जंगलहरुमा गएर फूल बुट्यानहरुबाट चाहिँ रस लिएर चाहिँ हैन त्यो डाँसलाई पोसाइरहेको अवस्था छ हाम्रो मान्छे पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्धमा मर्नेको संख्यामा त तपाई 25 लाख भएको छ मात्र पाँचवटा समुदाय मगर गुरुङ राई लिम्बू तामाङ हैन पाँचवटा समुदायबाट 25 लाख हाम्रो जनसंख्या मारिएको कुरा छ अहिले मैले कसको निम्ति त्यो बेलादेखि हेर्नुस् बेला बेलाइदियो हो यो यहाँका नेपालीहरू भनेको बहादुर हुन्छ भनेर चाहिँ भन्यो बाहुन छेत्रीको फुर्काइमा लाग्यो अर्काको निम्ति गएर छातीले थाप्यो गोली पनि ठोक्यो हैन के पायौँ हामीले बिस्तारै बिस्तारै यो मुलुक अझ बाहुन छेत्रीको हातमा सुम्पिँदै गएको छ अहिले आएर हेर्नुस् मनन गर्नुस् अहिले पनि हेर्नुस् तपाईँ हाम्रो दाजुभाइहरू अहिले पनि हेर्नुस् खाडी मुलुकमा तेस्रो मुलुकहरुमा चाहिँ कर्मी जस्तो काम गर्नको लागि गइरहेछ रेमिट्यान्स पठाउँछ भन्नुस् अनि यहाँ बसेर भ्रष्टाचार गरेर हामीले पठाएको रेमिट्यान्सले बहुसंख्यक मूलवासी जनताले पठाएको मंगोल जनताले पठाएको रेमिट्यान्सबाट उ मोटाउँदै गएर हैन अहिले एसी भएको रुममा 5 वटा 6 वटा डट पेन बोकेर तैँले देशको मान्छे होइन नागरिक होइन त आदिवासी हो जनजाति हो हैन मतवाली हो भनेर संज्ञा दिँदै लाट साप भएर बसेको हामी देख्छौँ त्यसैकारणले गर्दाखेरि हाम्रो डाक्टर गोपाल गुरुङजीले भन्नुभएको छ संसारको लागि चाहिँ हामी बहादुर रहेछ आफ्नै देशमा आएपछि चाहिँ बाहुन क्षेत्रको अगाडि लुक कामले कायम भइसकेको छ होइन त एउटा साधारण भन्दा साधारण तपाईको नियम कानुन बनाइदिएर नियम कानुनको नेल ठोकेर तपाईँ हामीलाई जागिरहेको छ अहिले ताको स्थिति त्यो छ बस गाउँघरमा चलिरहेको छ कसैले भन्छ गाई खानु पाउनुपर्छ कसैले भन्छ खानुहुँदैन भन्छ कसैले खानु भन्छ मान्छे यहाँनिर मान्छेबाट बाँच्नु पाइरहेको अवस्था छैन सारा नेपाली जनता चाहिँ गाई मार्नु पाउनुपर्छ गाई मार्नु हुँदैन भन्ने कुरोमा लडिरहेको छ यो विवेक शून्यता बच्चालाई संसारमा हेर्नुहोस् महामन्त्र गोपाल गुरुङजीले पनि भन्नुभएको छ संसारको विद्वानले भनेको छ संसार यो गर्दनदेखि माथि चलाउनेले संसार चलाउँछ गर्दनदेखि तल चलाउने चाहिँ दास बनिन्छ भनेर भन्नुभएको छ डाक्टर गोपाल गुरुङजीले त्यही भन्नुभएको दिमाग चलाऊ दिमागै सबैभन्दा ठुलो कुरो हैन त दिमाग चलाउनेले संसार चलाउँछ हेर्नुहोस् तर हात खुट्टा चलाउने चाहिँ जो पनि जहिले पनि दासै हो हैन दुईजना साथीको उफ्रिँदैछ नि हैन ढुङ्गा बोक्न आउनुहोस् भन्छ हात खुट्टा चला हुन्छ तर दिमाग नचला भनेको त त्यो के भन्दैछ सोच्नु परेन सबैभन्दा ठुलो कुरो अधिकार हो हेर्नुहोस् संसारमा त्यस्ता धेरै क्रान्तिहरू भएको छ हेर्नुहोस् जो समय सापेक्ष विकसित रहेको मुलुकहरुमा पनि ठुलो आन्दोलनहरू भएको छ अहिले वर्तमान समयमा हेर्नुहोस् दक्षिण कोरियामा योभन्दा अघिल्लो राष्ट्रपतिले मार्शल लगाएछ दक्षिण कोरिया तपाईलाई थाहा छ नि हैन नेपालीहरू इतिहास भाषा पढेर हैन 100% तपाईको मार्क्स ल्याइसकेपछि जाने श्रम गन्तव्य भएको मुलुक दक्षिण कोरिया जहाँ चाहिँ तपाईँ कृषि कामदारको रूपमा गयो भने 2.5-3 लाख त्योभन्दा अब मेलमा गयो भने 5 लाख भन्दा माथि कमाउँछ मासिक भन्छ नेपालीहरुले लगेर मासिक 5 लाख भन्दा ज्यादा तलब दिने देशमा त्यहाँको जनता कति धनी होला
हैन? तपाईँ हामीले चाहिँ के छ त पैसा 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 सबै कुरो मानव डाक्टर गोपाल गुरुङजीले भन्नुहुन्छ पैसा ठुलो कुरो चाहिँ हो तर सबै कुरो चाहिँ होइन भाइ भन्नुहुन्थ्यो। अब हेर्नुहोस् त्यो मुलुकमा दक्षिण कोरियाको अहिले उसलाई चाहिँ आजीवन कारावासको चाहिँ त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाइदिएको छ। उसले के भन्यो भन्दाखेरि मार्शल ल भन्नुको मतलब सैनिक शासन लागू गर्नु खोज्यो, जनताको अधिकारलाई कुण्ठित गर्नु खोज्यो। त्यस्तो विकसित रहेको मुलुक जनता सडकमा आएर त्यो राष्ट्रपतिलाई पदच्युत बनाएर जेलमा कोचेको इतिहास छ। त धन सम्पत्ति ठुलो रहेछ कि अधिकार ठुलो रहेछ भन्नुहोस् त? के ठुलो रहेछ? अधिकार ठुलो रहेछ होइन त? अहिले हाम्रो गोजीमा पैसा नहुँदाखेरि चाहिँ यो पैसा सम्पत्ति चाहियो। तर हिजो हाम्रो मुलुक हाम्रो पुर्खाहरूले चलाउँदै गर्दाखेरि खोला नाला तपाईँ हाम्रो थियो, वन जङ्गल तपाईँ हाम्रो थियो, प्राकृतिक सम्पदाहरू तपाईँ हाम्रो थियो, माटो तपाईँ हाम्रो थियो, थिएन त? सबै कुरो तपाईँ हाम्रो थियो हिजो। त अधिकार तपाईँ हाम्रो थिएन। हेर्नुहोस् अहिले पनि त्यही स्थिति छ। हिजो तपाईँ हाम्रो पुर्खाले यो मुलुक चलाउँदै गर्दाखेरि हामी अधिकार सम्पन्न थियौँ, हाम्रो सबै कुरो चल्थ्यो, हाम्रो भाषा चल्थ्यो, हाम्रो संस्कार चल्थ्यो हैन, हाम्रो राजनीतिक चल्थ्यो, हाम्रो अर्थव्यवस्था चल्थ्यो, सबै कुरो चल्थ्यो। तर अहिले आएर हाम्रो के छ? अहिले आएर तपाईँ हामीलाई भेडा बाख्रा जस्तो चुनावको बेलामा एउटा भालेको दाम पनि नदिनुहोस्, 1000 रुपियाँ दिनुहोस्, पार्टीले उचाल्नु भयो भने एउटा भालेको दाम नै 2500 भन्दा माथि पर्छ हैन? तपाईँ हामीलाई 1000 रुपियाँ किनिरहेछ भने हामीलाई के बनाउँदैछ भन्दाखेरि हामीलाई जनावर बनाउँदैछ। त्यो कुरा तपाईँ हामीले सुन्नु पर्यो। त भलै कमसे कम महामानव डाक्टर गोपाल गुरुङजी जस्तो एउटा महान व्यक्ति जन्मिएको कारणले गर्दाखेरि आज हामी यो अवस्थामा छ। हेर्नुहोस् मलाई गर्व लाग्छ। अघि हाम्रो भास्करजीले भन्नुभयो मैले यो सङ्घर्ष महामानव डाक्टर गोपाल गुरुङजीको उहाँको दर्शन सिद्धान्तलाई अपनाउँदै गर्दाखेरि म मात्र 14 वर्षको थिएँ। 2054 सालमा सबैभन्दा पहिलोचोटि वर्तमान सदस्य प्रेसिडेन्टज्यूले नै मलाई प्रचार दिइसके पछाडि मैले यो मङ्गोल दर्शनलाई बुझेँ, महामानव डाक्टर गोपाल गुरुङजीको अभियानलाई मैले बुझेँ। त्यस पछाडि मलाई यो भौतिक दुनियाँमा भौतिक समाजहरूमा चाहिँ सम्पत्ति भन्ने कुरो ठुलो कुरो होइन रहेछ, पहिला अस्तित्व र अधिकार प्राप्त हुनुपर्दछ भन्ने कुरो मैले बुझेँ। निरन्तर अहिलेसम्म सङ्घर्ष गरिरहेको छु। सायद मेरो जीवनकालमा मैले सफल होला नहोला त्यो भविष्यको कुरा होला, तर मेरो आउने भावी सन्ततिहरूले यो मुलुकमा मैले जस्तो दास बनेर बस्नु नपरोस् भन्ने प्रणका साथ म अगाडि बढिरहेको छु। तपाईँहरूमा म आज आउँदै गर्दाखेरि म यतायतै पश्चिम बेल्टमा चाहिँ जाने हाम्रो प्लान भएकाले गर्दाखेरि 2 योजना बनाएर कमसेकम तपाईँहरूको यो ठाउँमा आइसकिसके पछाडि महामानव डाक्टर गोपाल गुरुङजीको जीवनी, उहाँले गर्नुभएको सङ्घर्ष, उहाँले पुर्याउनु भएको योगदान, उहाँले गर्नुभएको त्यागलाई चाहिँ हामीले बुझौँ भन्ने हिसाबले त्यही कुराहरू तपाईँहरू माझमा राख्दै आएको हुनुहुन्छ। उहाँको जीवनीहरू मैले त प्रत्यक्ष बुझेको छु, देखेको छु। हेर्नुहोस् त हिजो उहाँ पत्रकार बनेर हैन, उहाँ चाहिँ तपाईँको विश्व नेपाली महासङ्घको चाहिँ तपाईँ कोअर्डिनेटर बनेर बाँच्दै गर्दाखेरि, उहाँ हिजो सोल्टी होटलको म्यानेजर बनेर काम गर्दै गर्दाखेरि कोही बेला जापान, कोही बेला जर्मन, कोही बेला इङ्ल्यान्ड, कोही बेला श्रीलङ्का, आजभन्दा तपाईँको 50-55 वर्ष अगाडि, 60 वर्ष अगाडि उहाँ महिनै पछि तपाईँको विभिन्न संसारको विभिन्न देशहरूमा हुनु। त्यो बेलामा त्यो देशहरू चाहिँ भौतिक विकासको चरम बिन्दुमा थियो। महामानव डाक्टर गोपाल गुरुङजीले बेलामा भन्नुहुन्थ्यो हामीलाई, भाइ हो मैले नेपालमा रहेको आम जनता जसले एक छाकमा ढेँडो र सिस्नो धरि खान नसक्ने औकात भएका घरहरूको झोपडीमा नि बास बसेको छु र 84 व्यञ्जन खाने, एक छाकमा 84 व्यञ्जन खाने 5 स्टार होटल, 7 स्टार होटलमा नि बसेर खाएको छु। मलाई यो विलासी जीवनको विषयमा नसिकाऊ। मैले के घोषणा गरेँ भन्दाखेरि
त्यो सधैँ 84 व्यञ्जन खाएर मात्र हाम्रो परिवर्तन हुँदैन। मैले सङ्घर्ष गर्नुपर्छ भनेर जब मैले यो बाटो अपनाएँ, समग्र मूलवासी जनताहरूको निम्ति मैले लड्ने प्रण गरेँ, समग्र यहाँका जनता बहुसङ्ख्यक जनताहरूको निम्ति मैले आवाज बनेर अधिकारको निम्ति लड्ने एउटा प्रण गरेर जब म मैदानमा उत्रेँ, तब त्यहाँदेखि मेरो दुर्दिन सुरु भयो भनेर मलाई भन्नु। उहाँको परिवारहरूमा अहिले पनि भान्जा भान्जीहरूसँग गएर बसेर कुरा गर्दाखेरि भन्नुहुन्छ, मामा कहिले जापान कहिले जर्मन आउँदाखेरि चाहिँ तपाईँको त्यो घडीहरू रेडियोहरू त्यतिखेर राम्रो राम्रो चिजहरू अहिलेको आइफोन मोबाइल जस्तो होइन ल्याइदिने उनीहरूले ओहो मामा फल्ना देश आज चिल्ला गर्व कहानी गर्नुहुन्थ्यो उहाँहरूले गाउँघरमा। जब राजनीतिक रूपले एउटा अठोट गरेर यो साइडमा आए त छैन नि, कोही बेला त मामा डाक्टर गोपाल गुरुङ त 2 महिना 3 महिनासम्म ननै जुत्रै मात्रै भएर चाहिँ घर पुग्नुहुन्थ्यो अरे। अनि त्यतिखेर भन्नुहुन्थ्यो अरे उहाँहरूले, होइन मामा तपाईँले के गर्नुभएको यो त्यत्रो होइन सारा संसार घुम्ने औकात भएको त्यो लेभलको व्यक्ति तपाईँ एकाएक के गर्नुभएको भनेर चाहिँ भन्दाखेरि त्यतिखेर भन्नुहुन्थ्यो अरे, मैले लडेको लडाइँ म आफ्नै आइसान जीवन जिउनु होइन, मेरो आउने भावी सन्तति युगौं पुस्तौं पुस्तालाई चाहिँ मालिक बनाउने मैले लडाइँ लडिरहेछु, यो तिमीले सितिमिति कुरा बुझ्दैनौ भनेर भन्नुहुन्थ्यो। वास्तविकता पनि त्यही भएर उहाँको जीवनी हेर्नुहोस्, उहाँ तपाईँहरू रिसर्च सेन्टरमा आउनुभयो भने तपाईँलाई कतिजना पुग्नु भएको छ? रिसर्च सेन्टर पुग्नु भएको छ? पुग्नु भएको छैन भने योजना बनाउनुहोस्। अब भास्करजी हुनुहुन्छ, जिल्ला अध्यक्ष यही हुनुहुन्छ, म निर्देशनै दिन्छु, तपाईँहरू जो जति हुनुहुन्छ एकजना एउटा बसमा चढेर जाने, धेरै टाढा पनि होइन, पश्चिमबाट आए त्यहाँ रिसर्च सेन्टरमा पुग्नुभयो भने तपाईँहरूले उहाँले युज गर्नुभएको सामानहरू भोग्नु भएको भोगाइहरूको पुरा कहानी तपाईँले त्यहाँनिर देख्न पाउनुहुन्छ, सुन्नु पाउनुहुन्छ। अहिले उहाँले भन्नुभयो जब उहाँ चाहिँ यो जीवनमा राजनीतिक जीवनमा बहुसङ्ख्य नेपाली जनताको निम्ति लड्नुभयो थाल्नुभयो, त्यस पछाडि अघि भास्करजीले भने जस्तो कोही बेला इलामको त्यो जाडोमा परालको कुइरोमा छिर्नु पर्ने, कोही बेला तपाईँको ओडामा बास बस्नु पर्ने, कोही बेला पानी पर्दै गर्दाखेरि रुखको छारीमा बस्नु पर्ने त्यस्तो स्थिति, कोही बेला बग्दै गरेको पानीहरू पिएर चाहिँ भोक मेट्नु पर्ने त्यस्तो खालको सङ्घर्ष उहाँले गर्नुभएको छ। यो सिद्धिमिति प्राप्त भएको उपलब्धि होइन मामा डाक्टर गोपाल गुरुङले। अहिले हामी जसरी हेर्नु सुकिलो मुकिलो भएर टाई सुट लाएर चाहिँ होइन मङ्गोल मूलवासी अधिकार अस्तित्वको विषयमा कुरा गरिरहेछौँ, मुलुकमा लोकतन्त्र आएको छ, धर्मनिरपेक्ष आएको छ, प्रान्तीयता आएको छ, यो बेला त हामीले कति सङ्घर्ष गर्नु गाह्रो छ भने त्यो बेलामा त हेर्नुहोस् जुन बेलामा चाहिँ राजा राजतन्त्रको जर्जर परिस्थितिमा कसरी उहाँले सङ्घर्ष गर्नुभयो, आफूले आफूलाई त्यो ठाउँमा राखेर सोच्नुहोस् हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो जीवनीबाट उहाँले गर्नुभएको सङ्घर्षबाट जुन उपलब्धि प्राप्त भएको छ, वर्तमान सदस्य प्रेसिडेन्ट बुद्धलाल मेचीज्यूले भन्नुभएको छ, फाउन्डर प्रेसिडेन्ट मामा डाक्टर गोपाल गुरुङले हाम्रो निम्ति 95% लडाइँ लडेर गइसक्नुभयो, जितेर गइसक्नुभयो भन्दा बाँकी रह्यो कति 5% होइन, 5% लडाइँ चाहिँ उहाँले लड्ने लडाइँ नै होइन, त्यो चाहिँ हामीले लड्नुपर्ने रहेछ। भन्नुको तात्पर्य के भन्दाखेरि त्यो 5% लडाइँ भनेको चाहिँ हामी मेयर बनेर, हामी वडाध्यक्ष बनेर, हामी संसद मन्त्री प्रधानमन्त्री बनेर लड्नु पर्ने लडाइँ भएकाले गर्दाखेरि उहाँ मामा डाक्टर गोपाल गुरुङले लडे लडाइँ नै रहेको छ। त्यो बाँकी रहेको 5% त कमसे हामी लड्नु पर्यो नि त होइन। फेरि हाम्रो मान्छेले के छ भन्दाखेरि सजिलो बाटो खोज्छ, ब्रिटिसहरूले फुर्काइदियो राई लिम्बू गुरुङ मगर तामाङहरू चाहिँ बहादुर हुन्छ भन्यो, पश्चिमतिर त यसो हुँदो रहेछ लाउरे भएन भने त बिहे पनि नहुँदो रहेछ, बिहे गर्नु लाउरे हुनुपर्दो रहेछ, गोटा गन्ती सबै लाउरे लाउरे त भयो, तर कस्तो निम्ति भयो भन्ने कुरो महत्त्वपूर्ण कुरा। अहिले हेर्नुहोस् बहादुर भन्छ, बहादुरको काम के अरे भन्दाखेरि ढोका रुङ्ने काम ढोकेमा भएछ, मैले हामी मुना हुँदै बहादुर त ढोकेको छ। तर यी सङ्घर्ष गर्नु यही चाहिँ हामीले चाहिँ सङ्घर्ष गरेर
यही चाहिँ हामी अधिकार सम्पन्न हुनुपर्छ भन्ने कुरो, त्यो खालको शिक्षा, त्यो खालको चेतना, त्यो खालको ज्ञान चाहिँ कसैले दिन सकेन सिवाय महामना गच्छुर गोपाल गुरुङका। उहाँले आफ्नो लेखमा भन्नुभएको छ, उहाँले लेख्नु पनि भएको छ, उहाँ बोल्नु पनि भएको छ। उहाँलाई बडो चिन्ता थियो अरे पहिला, के को भन्दाखेरि उहाँको छोरा हरि गुरुङ चाहिँ कतै सेनामा गएर चाहिँ उहाँको नाक काट्छ कि भन्ने स्थिति, के अरे त्यो डर लागिरहेको थियो। किनकि उहाँको के अरे ससुराली खलकहरू पनि सबै सेनामा, मावलीतिर पो जान्छ कि भन्ने बडो डर थियो। कता 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 गरेर चाहिँ उहाँले चाहिँ होइन स्कलरसिपबाट पढाएर अस्ट्रेलिया पढ्नु पठाउनु भयो। अनि उहाँलाई ढुक्क लाग्यो, न त उहाँले सेनामा पुगेपछि के भन्छ अरे भन्दाखेरि काम जानुहोस् नजानुहोस् गधाको बच्चा भन्थ्यो क्या, होइन अफसरले त गाली गर्छ नि त, होइन गधाको बच्चा भन्दा कुकुर बोल्ला, होइन बाँदरको बच्चा भन्नु। अनि म त गधा होइन, तर छोरालाई गाली गर्दाखेरि चाहिँ बाउलाई पनि गाली आएको थियो नि, होइन त्यस कारणले धन्न त्यसो चाहिँ भएन, म चाहिँ त्यसमै खुसी छु भन्नु। तर त्यस कारणले गर्दाखेरि मैले कहाँनिर इङ्गित गर्नु खोजेको भन्दाखेरि हामीले